एक दिन होइन 2 दिन तँलाई त सधैँ अर्काको बारीमा पस्न लाज आने तँलाई त म बारीमा पसेर अलिकति खाए मात्र त हुन्थ्यो नि बिउनै मासिन गरेर सखापै पारेर मर्छ देनी गरी किन राख त अब फलफुल पनि अघि नालो रोप्नु त त्यहाँ त म आउँदा घिउ बार राखे भइहाल्यो नि चुप लाग तसँगैको आमैको छोरा कुमार सहरमा पढेर क्याम्पसमा पढाउने भइसकेको छ त 10 पास गरेको 10 वर्ष भइसक्यो अझ यही गाउँमा बसेर गाउँलाई दुःख दिएर बसस् त गाउँमा क्याम्पस नभएर त हो नि के गर्नु तिमीलाई छोडेर सहर जान त मन लाग्दैन यसले त म सधैँ तँलाई यो घाँटीमा झुन्ड्याएर हिँड्न सक्दिनँ क्या तिमीले नजुन्या नि म जुनिहाल्छु नि तँलाई त म लात्ताले भुक हान्छु अయ్యా तँलाई पैसा तँलाई बर अझ हाँस्नु पो रहेछ यो तँलाई म आज सिस्टम पानी नखानिकन छोड्दिनँ त्यसैले यो घर पछाडि सिस्टम पानी ठिक्क गरेर आएको छु मैले काँदन लाग्यो कुमारकी आमा यो बललाई शिशुपानी लाग्यो हेरौँ बस यसलाई सिस्नो पानी लाएको म कसरी हेर्न सक्छु आखिर कुमार सँगसँगै मेरै काखमा हुर्क्या हो त्यस्तो माया लाग्यो दाइलाई छोड्नु भन्नु न अझै जिस्काउँदो रहेछ बज्यो त राम हान सिस्नो पानी खानेलाई तँलाई के गर्छ